हौँ जहाँ यति छरिएको काम यो पर्फेक्ट भइँदैन। हामी पनि 30 वर्ष काम गरेको 3-4 वर्ष 5 वर्ष पढेर आएको हामी पनि पर्फेक्ट होइनौँ। काम गर्दै गर्दा चाहिँ समस्या देखिन्छ, समाधान भेटिन्छ। नभेटिएका ठाउँमा सरकारी निकायहरू छ, यहाँहरूलाई के इनपुट दिनुपर्छ, थप तालिम दिनुपर्छ। हाम्रो निकाय छ, ध्यान केन्द्र छ, प्रदेश स्तरीय मन्त्रालय छ, सम्बन्धित नजिकमा सबैभन्दा आफ्नो पालिका छ, त्यहाँ पनि कृषिका साथीहरू बस्छन्, कृषिका अरूकै साथीहरू बसेको नजिकबाट त्यहीँबाट सेवा सुविधा हुन्छ, तीनवटा पाउँछ, त्यहाँ चाहिँ आफ्नो समाधान उपायहरू खोज्नुहोस्। यो होइन यो समस्या भयो, समस्यालाई छोड्नु भयो भने त यो समाधान हुँदैन। मान्छे एकचोटि फेल हुन्छ कि दोहोऱ्याएर पनि इक्जाम त दिन्छ, दोहोऱ्याएर परीक्षा हुन्छ, फेरि पास गर्छ नि। आखिर महत्त्व त एकैचोटि पास गर्ने, दुईचोटि पास गर्ने एउटै हो। हामी पनि जागिरमा आउँदाखेरि एकैचोटि सायद पास भएन होला, दुईचोटि तिनचोटि दियौँ, त्यो मतलब होइन। त्यसैले यहाँहरू व्यवसाय कसरी हुने त्यतापट्टि लाग्नुहोस्। हाम्रो यति भनाइ तालिमबाट हामी यहाँहरूलाई शुभकामना दिन सक्छौँ। पूर्ण रूपले अहिले जुन एउटा कृषि तथ्याङ्कहरू आइरहेको छ, न्युजमा सुन्नु भएको छ भने आयात यति टन भयो, यति हजार रुपियाँको व्यापार घाटामा गइरहेको छ, के हो? यसको मुख्य देन कृषि नै हो। आयात चाहिँ धेरै हुने, निर्यात हामी किन गर्न सकिरहेको छैन? यहाँ सबै 25 का 25, 24 का 24 यदि व्यवसायिक हुनुभयो भने एक टन निकाल्नु र गाउँबाट निकाल्नु भयो भने बाहिरबाट आउने तरकारी होला, माछा होला, के छ होइन, पशुपालन के छ आफ्नो स्रोत साधन, त्यसलाई रोक्न सक्यो भने त्यहीँको बारी नाली फस्टायो, त्यहीँको बजार विस्तार भयो, रोजगारी सृजना भयो, आय इन्कम त्यहीँबाट हुने हो नि। अहिले हाम्रो के बानी भयो भने इन्डियाबाट आइहाल्छन्, बाहिर राष्ट्रबाट आउँछन्, किनेर खाउँ भने। आखिर हाम्रो पैसा बाहिर गइरहेछ नि, बाहिरको पैसा हामीले तान्न सक्नु पर्यो। यसको लागि मुख्य मेरुदण्ड भनेको कृषि नै हो। कृषिमा या तरकारी खेत होला होइन, नगदे बाली होला, अब औद्योगिक बाली होला, या पशुपालन होला, जे भए पनि कृषि नै हो। आफ्नो आफ्नो ठाउँअनुसार केमा लाग्नु भएको छ त्यसैलाई व्यवसायिक बनाउनु होइन। तरकारी हो भने तरकारी, त्योभन्दा राम्रो सम्भावना छ भने त्यसलाई पनि अगाडि तराईको हो भने माछा छ भने माछातिर लाग्नुहोस्, धेरै राम्रो कुरा हो। यसरी लाग्नुभयो भने यस्ता ग्रुप हामीले 30-35 वटा ग्रुपलाई तालिम दिन्छौँ। सबै ग्रुपहरूले मनन गरेर राम्रोसँग उत्पादन लाग्ने हो भने त पक्कै पनि आउँदो 2-4 वर्षमा हाम्रो आयात जुन छ, आयातको पर्सेन्टेज घटाउन सकिन्छ, निर्यात चाहिँ हामी बढाउन सक्छौँ, हाम्रो पैसा हामी आफ्नै ठाउँमा राख्छौँ। अहिले यहाँहरूले सुन्नुभयो होला, जति पनि वैदेशिक हाम्रा दाजुभाइहरू विदेश रोजगारमा गएका छन्, के विदेशको पैसा यहाँ आएको हो नि। यो सधैँ यस्तै रहने हो भने कुन रूपले लिन्छ भविष्यमा सोच्नु भएको छ? हाम्रो उत्पादन खोइ त हामीले खोइ पठाउन सक्यो। ती राष्ट्रहरूले पढाइ लेखाइ, सरकारले आमा बुवाले राज्यले पढाए काम गर्नु मेरो 20 वर्ष 22 वर्ष हो भने विदेश पठाइदियो। जब 50, 55, 60 वर्ष हुन्छ फेरि फर्केर यही देशमा उसले गर्ने श्रम गर्ने जुन उमेर छ बाहिर लग्यो नि त। त्यसको लागि के गर्नु पर्छ? हामी आफ्नै देशमा रोजगारी सुना उत्पादन सबै कुरा सरकारलाई दोष दिएर हुँदैन। सरकारमा नीतिगत कुराहरू गर्नु हो। त्यसमा मुख्य देन चाहिँ तपाईँ हाम्रो सबैको, उसमा यहाँहरू होइन हामी पनि हौँ। त्यसमा चाहिँ हामी सहयोग गर्नु, व्यवसायिक बनौँ। मैले धेरै के भन्नु, यहाँहरू केही गर्नुहुन्थ्यो, निर्वाहमुखी भएर आउनुभयो, केही ज्ञान गुणका कुराहरू लिनुभयो, सिक्नु हो, केही हामीले फिल्डमा पनि देखायौँ। व्यवसाय किसान उहाँहरू पनि सायद विदेशबाट आउनुभएको होइन, सुन्दर कृषि फर्म उहाँहरू पनि विदेशबाट आएको। अब विदेश जान्न हामी यी के गर्छौँ, उहाँहरू लाग्छ मलाई सबै खेती चाहिँ आफ्नै होइन, लिजमा हो। लिजमा लिएर 2-3 पार्टनर 3 पार्टनर मिलेर गर्नुपर्छ। यहाँले प्रत्यक्ष रूपमा उहाँसँग छलफल गर्नु, उहाँहरू बुझ्नु। त्यस्ता धेरै उदाहरणहरू छन्, हामी 2-4 नाम पनि भन्न सक्छौँ। लाग्नुहोस्, सम्भावना धेरै छन्, धेरै गर्न सकिन्छ। हामी नै अल्छी भने परमुखी भयो भने त अब यो दिन जुन एउटा तथ्याङ्कले देखाइरहेको छ, जुन डाटा राष्ट्रिय स्तरमा यही रूपमा रहने हो भने अबको 20 वर्षपछि के हुन्छ, अबको 10 वर्षपछि के हुन्छ, हाम्रा पुस्ताले आउने पुस्ताले कुन समस्या पर्छ र मलजलको कुरा आएको छ, माटोलाई पनि बचाउनु पर्यो, व्यवस्थापन गर्नु। हामी जहिले पनि व्यवस्थापन भन्छौँ। हाम्रो किसानको बुझाइ के छ? रामबाण उपाय चाहियो हामीलाई। एकैचोटि विषादी प्रहार गर्नु, विषादी भनेको अन्तिम विकल्प हो। कुनै विकल्प भएन भने विषादीमा जाने हो। सेफ विषादी कसरी, सुरक्षित विषादी कसरी जाने हो भने सोच्नु पर्यो। तर हामी केही समस्या पर्यो, झार किन उखेल्ने, झार मार्न विषादी पाइहाल्छ नि, यहाँ छर्दिन मरिहाल्छ नि, हो कि होइन? त्यसलाई चाहिँ सुधार्ने पक्ष नगर्नुहोस् भन्ने खोजेको होइन। त्यो ठाउँमा व्यवस्थापन गर्न कुन विधि अपनाउने सहज हुन्छ, वातावरणीय हिसाबले तपाईँ हामीलाई कुनै किसिमको नोक्सानी नहोस् भन्ने किसिमलाई व्यवस्थापन गर्दै उत्पादन बढाउनुहोस्, बजार व्यवस्थापन गर्नुहोस्।
आय आर्जन गर्नुहोस्। म धेरै भन्दिनँ होइन। अन्तमा यो 6 दिनसम्मको तालिममा यहाँहरू धैर्यपूर्वक, इमान्दारितापूर्वक, कुशलताका साथ यो तालिम सम्पन्न गर्न यहाँहरू भूमिका खेल्न विशेष धन्यवाद दिन्छु। यो तालिमलाई यहाँसम्म ल्याइदिनु हुने तालिम संयोजक उहाँलाई पनि विशेष धन्यवाद। अन्य हाम्रो प्रशिक्षकहरू अन्य साथीहरू र बाहिरबाट आउनुभएको सहजकर्ताहरू उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। र हाम्रो क्यान्टिनमा सहयोग गर्ने कार्यालय सहयोगी अन्य साथीहरूलाई म चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। अन्तमा म धेरै चाहिँ भन्दिनँ, यहाँहरू चाहिँ पुरोहित भएर आउनु भएको थियो, पण्डित भएर जाँदै हुनुहुन्छ। त्यसलाई चाहिँ फिल्डमा लानुहोस्। कहिले काहीँ तपाईँहरूलाई हामी फोन गर्न सक्छौँ, हामीसँग मोबाइल नम्बर छ, के छ, के गर्नु भएको थियो पहिले, अहिले के गर्दै हुनुहुन्छ, समस्या आएको आएन। सबैलाई त हामी यस्ता अब बसभरिमा 20वटा ग्रुप हुन्छ, सबै कहाँ हामीसम्म हुँदैन। रेन्डी रजिस्टर पल्टायो, यो जिल्लाको 2 जना गरौँ, अर्को जिल्लाको 3 जना गरौँ, अर्को जिल्लाको 3 जना गरौँ, त्यसरी फोन पनि गर्छौँ र केही ठाउँमा हामी जान्छौँ। अब जस्तै उहाँ भर्खरै 2 हप्ता अगाडि होला होइन, 2 हप्ता उहाँ धनकुटा जानुभएको थियो। के समस्या, पहिले कस्तो थियो, अहिले के उपलब्धि भयो, यहाँहरूसँग तोलिन्छौँ। हाम्रो यहाँ रिपोर्ट हुन्छ, हामी पनि रिपोर्ट पठाउँछौँ। त्यसमा चाहिँ अब लाग्नु हामीलाई खुसी लाग्छ। हामीले तालिम ढुङ्गामा गत वर्ष दिएका थियौँ, अहिले उहाँहरू राम्रो गर्नुभएको छ। एकदम प्रत्यक्ष भएर हामी बोल्न सक्छौँ, कसैले भन्न सक्दैन, हामीले हेरेर आएको त्यो ठाउँमा। त्यसपछि यहाँहरूलाई केही अझै थप विस्तार गर्नु, थप तालिम चाहियो भने हाम्रा साथीहरू छन्, ज्ञान केन्द्र छन्, सर म यस्तो यस्तो गर्दैछु, यसमा थप केही तालिमहरू पाइन्छ पाइँदैन, तपाईँले प्रत्यक्ष हामीले हेरेका छौँ भने हामी ज्ञान केन्द्र सँगै ठाउँबाट हामी पनि सहजीकरण गरिदिन्छौँ। र ती साथीहरू के सानो यस्तो यस्तो गर्दैछ, उहाँलाई थप चाहिएको छ, त्यसलाई सिताजी गरिदिनु, हामी पहल पनि गर्छौँ। यसरी हाम्रो भए पनि भइरहेको छ। अब यति भन्दै यहाँको यात्रा सफल रहोस्। घर सम्बन्धित आफ्नो भनाइमा तालिम समापन कार्यक्रम भन्छु। धन्यवाद। त्यसपछि केही सेवा सुविधा प्रायः त हाम्रो मन्त्री सरले दिनुहुन्छ। त्यसपछि बिदा यो सक्दिनु नियम अनुसार अब सरकारले दिए